आमा ए घरबेटी आमा ए नेताजी आउनु बेच नमस्ते आमा 5 वर्ष अगाडि देखेको थियौँ आज 5 वर्ष पछाडि देख्यौँ के हो यस्तो ए आमा घर घर आउन नपाए पनि काम त गरेकै छौँ नि अब यो चोटि चाहिँ भोट चाहिँ हाम्रै पार्टीमा हाल्नुपर्छ है आमा वृद्ध भत्ता बढाइदिने कुरो छ के नेताज्यू भोट हालेपछि काम गर्नु हुँदो रहेछ त्यो भोट हाल्ने भन्दा अगाडि नै 2-4 वटा काम गर्नु छ त्यो गर्नुस् अनि भोट हालौँ न 10 वटा ए आमा भन्नु मात्रै न 2-4 वटा किन 10-12 वटा काम गर्छौँ नि हामी तपाईहरुकै सेवा सुविधाको लागि बस्या त हो हामीहरु लु भन्नु त के गर्नु पर्यो आमा ल नेताज्यू यो पुरै बारी खन्नु मकै छर्ने बेला हो हाम्रो हो र आमा हो अब 10 भोट छ गर्नै पर्यो नि गरे हो ल गर 10 भोट ए के त यो समात यो ल ल अब खेत खन्ने बेला भयो यता भएपछि जनताको सेवा त गर्नु परिहाल्यो नि एकैटा अलिक मजाले छाताएर है 10 भोटको सवाल छ आमा खनिसक्यो ल अब यो सबै टोल बढाउनुस् नेताज्यू हो र हो यहाँ देखुनको स्वाटै बढाउनु टोलै भइहाल्छ नि तपाईँ भोट मात्रै दिनु न ए केटा आइज टोल आधा चम्काउने हो आमा लु बढालिसके टोल एउटा बाटो त बढाउन आउँदैन देश के बनाउँछौ गई म त दिन्न भोट तिमीलाई हेत्तेरिका